गर्ने बेंगलोरमा 20,000 को सेलेरी छ हैन मजाले यही हो मेरो ड्युटी यही हो मेरो गुजरा बेंगलोरमा को ड्युटी यस्तै छ साथीहरु हैन टक्क गेटमा बसेर हैन यो यस्तो दिएको छ शेरले हाम्रो भित्र पुर्ची हैन मजाले यहाँ छ कि मेन गेट भने यही हो हैन यस्तै छ ड्युटी हैन साथीहरु के गर्ने बेंगलोरमा 20,000 को सेलेरी छ हैन मजाले के हुन्छ यस्तै हुन्छ हाम्रो परदेशी जीवन हो भने यहाँ खास गरी त यही बस्नु पर्ने हुन्छ जस्तै यो छ नि गेट पूजा देखा त्यहाँ हो मेन गेट भनेको के हुन्छ हैन अब अनि तल पनि देखा तल मान्छे यहाँबाट आउँछ के मान्छे यहाँबाट आउँछ र म यही बस्नु पर्ने हुन्छ के मेन चाहिँ मेरो बस्ने ठाउँ हुने यहाँ हो म यहाँ पनि बस्दिन्छु तर खास यही बस्नुपर्छ यसरी हेरिराख्नुपर्छ कोही मान्छे आयो भने बोल्नुपर्छ कहाँ छ भाइ कहाँ से जा रहे हो ऐसे क्यों जा रहे हो ऐसे बोल्नुपर्छ हैन ड्युटी चाहिँ हाम्रो बेलुकी 8 बजेदेखि लिएर चाहिँ बेलुकी हाम्रो 8 बजेसम्म हुन्छ फुल नाइट सिफ्ट हो हैन मजाले वाइफाई दिएको छ हैन जस्तै यहाँ हेर्नुहोस् त वाइफाई कनेक्टेड छ मेरो फोनमा वाइफाई फुल हो जति डाटा चलाउँछ फेसबुकको रिल्स हेर्दा हेर्दा त्यो नेपाली काण्ड हेर्दा हेर्दा वाक्क दिएको लाग्छ गाइजहरु रातभरि हो केही हैन कामै छैन मजाले खायो बसिरहने हो निन्द्रा आयो भने यसरी सुत्ने यहीँनिर हैन टक्क यस्तो गर्ने यस्तो कुर्सी दिइहाल्छ मस्त यसरी निदा हुने मस्तले यस्तो गरेर सुतिराख्ने हैन अब यसो सरहरु आयो भने मालिकहरु आयो भने मात्रै गाड हान्छन् त्यही हो यस्तो चलिरहेछ हैन नेपाली भाइहरुको ड्युटी हैन झक्का छ बिन्दा छ के हैन मजाले सुतिराख्ने हुन्छ यत्रो बिल्डिङ छ यहाँनिर गेटहरु खुल्लै छोडेको छ हैन आफू चाहिँ मजाले भित्र अफिस भित्र छिरेर बसेको छ हैन यस्तै छ हैन अफिस मेन अफिस भित्र हेर हिँड्ने नि हैन मजाले घुमिराख्छ नि कुर्सी चेयर यसरी घुमिराख्छ बबा चाहिँ गाइज हैन नेपालबाट आएर यसो यहाँतिर ड्युटी गर्यो भने बबाले चाहिँ भनेर नाइट ड्युटीतिर असि निन्द्रा सिद्रा त्यस्तै हो टाइममा सुत्दा टाइममा खाना पाइदैन त्यही हो हैन त्यो रिल्याक्स चाहिँ हुन्छ हैन तर यसो चोरी छोरी भयो भने चाहिँ रिक्स हो जिम्मेवारी भन्ने काम हुन्छ हैन दामी छ झक्कास भइरहेछ हैन हामी 2-3 वटा ड्युटी गर्छौँ यार 2-3 हामीले त सकेपछि 2-3 वटा बिल्डिङमा ड्युटी गर्न सकेपछि पैसा दर छ है तर म काम गर्नेवाला छैन गाइजी छिटो भन्दा छिटो समयबाट काम छोडेर अब डेलिभरीतिर जाँदैछु हैन गाइज तपाईहरुले चाहिँ टक्क मार्केटिङको भ्लगहरु देखाउँछ हैन काम गर्ला छ केटाहरु यो चाहिँ घर जानला छ बिहेको लागि आफ्नो बिहे गर्ने हो हैन अब आफ्नो त त्यस्तै छ कोही छैन अब यसो माया गर्ने मान्छे पाइदिए त हुन्थ्यो हैन कोही सो मेरो घर मेरो लागि यसो रोटी सोटी ल बुढा खाऊ भन्ने हैन ल बुढा कपडा फोर भइसक्यो ल धुइदिउँ भन्ने यसो कोही छ भने भन है पाइएला त यो जुनीमा भाइ भन त ल अब चाहिँ अलि ठिक जस्तो लाग्यो है ए यार के हिँड जाउँ के चाउचाउ सोचा बनाएर खाउँ के भने जस्तै बसी बसी होइन नि यार के पेट पूजा त गर्नु पर्यो भाइ यसरी बसी बसी ड्युटी गरी गरेर त भएन यार अब यहाँको खाना खाँदा खाँदा यार 1 वर्ष भएपछि पिजीको खाना खाँदा खाँदा यस्तो भइ ल्याङ फ्याङ भइसकेको छु नि म भने के प्रोग्राम गरौँ यार के प्रोग्राम गरौँ त्यो यार खानाको चाहिँ खासै छैन है गाइजहरु यसो नेपालमा बाट आएर यहाँ होटल लाइनतिर घुस्यो भने चाहिँ होटलतिर चाहिँ बबाल बबाल खाना पाइन्छ आफ्नै हातमा हुन्छ हैन यसो आइटम साइटम हान्ने टक्क खाने अब यहाँतिर चाहिँ के हुन्छ भने चाहिँ अब जे यिनीहरूले बनाएको त्यही खाने हो बासी तुसी त्यही हो अब भेजिटेरियन नन भेजहरू पाइँदैन त्यति खासै अब त्यही घरको जस्तै खाना हुन्छ घरको जस्तो टेस्ट भइदियो अब त कहाँ हुन्छ घरको जस्तो हुँदैन हैन ल त साथी यति छ है ल बाई